हाई गाइस दिस इज नाउ वेलकम ब्याक वन्स अगेन फर द नेक्स्ट एपिसोड हो साथीहरू। अहिले चाहिँ म भर्खरै अहिले कति बज्यो, अहिले बिहानको 11 बजिसकेको छ साथीहरू। अहिले चाहिँ म भर्खरै नुहाइसकेँ हो। अब फेरि पनि तपाईँहरूको लागि अर्को भिडियो बनाउने मौका पाएको छु। आई एम भेरी ह्याप्पी फर द्याट। अनि त्यसपछि लुगाहरू पनि धोएर सुकाइराखेको छु हो। अब यहाँ मेसिनमा पनि लाग्छ के अरे, मेसिनको लुगाहरू पनि निकाल्नुपर्ने हुन्छ। चाहिँ लुगाहरू सुकाउनु लागिरहेको छ है त साथीहरू। पारामा लुगाहरू पनि सबै सुकाइसक्यो हो। अझै म छठमा जानु लागिरहेको छु साथीहरू। छठमा चाहिँ अघि बिहान नै हाम्रो ठुलो बुवाहरूसँग हामीले यहाँ धान सुकाइराखेको छौँ हो। अनि यो धान चाहिँ अब एकचोटि सुकाएपछि चाहिँ नहुने रहेछ, अनि 2-3 चोटि सुकाउनु पर्ने अरे। त्यसपछि आज सुकाइराखेको छु। यसले चाहिँ अलिकति चलाउनु पर्ने भयो, चलाउनु भन्दै हुन्थ्यो अघि ठुलो मम्मीले, अघि चलाइसकेको छु। अनि त्यस्तो साथीहरू, यो धान चाहिँ यस्तो यस प्रकार यहाँबाट ल्याएको क्या। अहिले मैले अघि यस्तो बोकेर ल्याएको क्या साथीहरू। यस्तो म स्ट्रङ छु नि त, किनभने म भनेको एकदम स्ट्रङ मान्छे हो नि त। त्यही भएर मैले यस्तो काँधैमा बोकेर ल्याएको ल नम्ल बेगर। यत्रो ठुलो बोरा छ हो। यसको भोरी पनि थियो। यस्तो भोरी त निकै गाह्रो हुन्छ नि, नर्मल मान्छेले चाहिँ बोक्नु सक्दैन। म त स्ट्रङ छु, म त खतरा छु, त्यही भएर मैले बोकिरहेको हो साथीहरू। यहाँ कति 3-4 बस्ता जति ल्याएको हो मैले। अलिअलि त कान दुखिरहेको थियो साथीहरू, किनभने अब हुन्छ नि, अब गरुङको भारी बोकेपछि त अवश्य पनि नदुख्ने कुरो भएन। अनि त्यसपछि अनि अर्को कुरा चाहिँ के भने साथीहरू, आज अलिकति म सधैँ भन्दा चाहिँ अलिकति बिहान पनि उठ्यो। सो आज चाहिँ मलाई फिलै अर्कै भएको क्या साथीहरू। किनभने हिजो अलिक सुताइ पनि एकदम छिटो नै भयो। अनि सुताइ छिटै भएपछि त उठे पनि त अलिक अब छिटै हुन्छ नि त। त्यही भएर आज चाहिँ अलिक छिटै उठेपछि म आज चाहिँ म वाकिङमा पनि गयो हो। यहाँदेखि माथिसम्म पुगेको हो। आज त अलिक कस्तो बानी, धेरै दिन पछाडि मैले, धेरै दिन होइन, धेरै महिना, धेरै वर्ष पछाडि म अहिले यसरी कुदेको हो नि त। त्यही भएर मेरो खुट्टाहरू आज एकदमै दुखिरहेछ, थायाहरू एकदम दुखिरहेछ, बानी नभएर हो। अनि त्यस्तो छ साथीहरू। आज चाहिँ मलाई लिटल बिट फिल डिफरेन्ट भनौँ। अनि यहाँ चाहिँ यहाँबाट हेर्ने सिनारीहरू चाहिँ यस्तो छ साथीहरू। इट्स भेरी ब्युटिफुल। सानो हो, हेभेन नै भन्दा पनि हुन्छ साथीहरू। यस्तो राम्रो, यस्तो बब्बाल देखिरहेछ नि। अनि यहाँ चाहिँ हाम्रो दाइले चाहिँ गाडी धोइराख्नु भएको छ, यहाँ सुकाइराख्नु भएको रहेछ। अनि यहाँ आलुहरू सब्जीहरू हेर्नु न साथी, यस्तो के भन्छ, पौरख हुने मान्छेले त यस्तो सागसब्जीहरू रोपेर यस्तो फलाएको छ नि साथीहरू, हेर्न सक्नुहुन्छ। त बत्ती आउने रहेछ त यार, के भयो हे गाइज। चलाहरू चाहिँ यहाँ रहेको छ हो। जुम हुँदैन रहेछ, चलाहरू रहेछ। कतिवटा चल्ला रहेछ भनेर म अनुसन्धान गर्दैछु साथीहरू। अनुसन्धान के खाजा खाने के बनाउनु भोलि हाम्रो स्कुल जाने किन वाइ, किनकि भोलि सरस्वती पूजा। ओ माय गॉड हो र। भोक लागिरहेछ? दरो। ओके म बनाइदिन्छु ल। या आई एम भ्लगर ब्रो। एनिथिङ टु से? नथिङ। आलु खाओगे? मैले गरेको त टेक इट। भ्लगर चाहिँ के मान्छे होइन। Don't put down like that. मेमजी खै मेमजी मीम दीदी आज बीमारी
एकदम तातो भयो यहाँ किन रातो हुँदैछ तातो भयो किनभने यहाँ एकदम गऱ्यो नि हजुर धेरै तात्तिए छ हेलो गाइज हाय हाय गाइज हाय गाइज भन्ने वाला तो आपका स्वागत है अनि अच्छा अनि फेरि भन त सो गाइज अहिले चाहिँ हामीले खाजा पनि खाइसक्यौँ होइन रोटी पोल दिँदै थियो अघि रोटी पोल दिइसकेर पनि खाइसकेर पनि हामी चाहिँ अहिले यहाँ पेटै भरिसक्यो कति खाइस् र आज आज धेरै 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 हुनाले कति आज ब्याडमिन्टन खेल्ने भनेको त कके छैन दुई कम्ती धेरै भन्नाले कति कतिवटा खाइसक्यो आज रोटी कतिवटा खाइसक्यो भनौँ न 12वटा एक्लै 2-3वटा सघाउँछ भने साथीहरू यहाँ चौमै रोटी चाहिँ यस्तो खान्छ घरि खान्छ घरि के खान्छ घरि चाउचाउ धेरै खान्छ घरि के खान्छ अनि त्यही हो साथीहरू अहिले नानी उसको दिदी चाहिँ बिरामी भएर अनि त्यही भएर उता हस्पिटल लगेको छ दिदीलाई चाहिँ अनि भाइ चाहिँ यहीँ छ हस्पिटल होइन उता दोकान मेडिकल अनि त्यसपछि अब यसलाई चाहिँ अब पढ्ने कि नपढ्ने भन त एकछिन खेलेर पढ्ने या के खेलेर पढ्ने तर हामीसँग टाइम छैन किनभने तिमीलाई पढाउनु एकदम धेरै टाइम लाग्छ नि त एउटा सब्जेक्टको पढाउनलाई लगभग 2 घन्टा लाग्छ नि त्यही भएर पढ्नुपर्ने हुन्छ अनि खेल्नु पनि पर्छ पढ्नु पनि पर्छ बट एकदम छिटो पढ्ने कोसिस चाहिँ गर्नुपर्छ केटा सुन्यौ ओके अलराइट अब हामी एकछिनमा होइन पुत्या राखेर पढ नि कहाँ पढ्दा भिडियो बनाउनु पढ्दा भिडियो बनाउने हो त ओके साथीहरू हामी यो चाहिँ धान सर्पष्ट अघि उयो छरेको थियौँ नि त त्यही भएर यसलाई चाहिँ जम्मा पार्न गइरहेको छौँ यसले चाहिँ देखाउँछ ल मैले देखा ल ब्याडमिन्टन खेल्ने ल ओके we're gonna playing badminton so where is the cup हान त सिधा हान ल ओइ तेरी ओइ खै हाने साथीहरू अहिले चाहिँ हामी खेल्दैछौँ लाठीसँग लाठीले त खेल्दै खेल्न त